खर्बको अर्थतन्त्रमा तलको 40% जनसङ्ख्याको 9% मात्रै सहभागिता छ। भनेको तलको 40% को धन जम्मा कति छ देशको? 48 खर्बमा 9% छ। तपाईँ हामी यहाँ सबै तलको 40% भनेका हौँ। हामी 40% माथिका हुँ न। कता कता कहिले कहिले हामीलाई भ्रम चल्छ, म त भात खान पाएको छु, मध्यम परिवार होइन। हामी 40%। तपाईँ हाम्रो देशभरिको 40% मान्छेको धन कलेक्सन गर्दा हाम्रो धन कति हो? 9%। देशको 48 खर्बमा 9%। माथिको 10%, देशको माथिको 10% जनसङ्ख्याको जम्मा सम्पत्ति 63% छ। भनेपछि 10% धनीले 63% धन क्याप्चर गरेका छन्। तलको 40% गरिबले 9% छ। 63 र 73 त सिद्धियो। बाँकी 23% धन कोसँग छ? बाँकी रहेको 50% छ। 10% माथिको, 40% तलको, बाँकी जसलाई हामी भात खान पाउने भनौँ न, यो हुँदा खाने र खाने हाम्रो 50% पपुलेसन छ। त्यो 50% निरन्तर तल खसिरहेछ। मास्तिरको धनी अहिले 57बाट 10बाट 3मा पुगेको छ। देशको करिब 90% धन अब 3% को हातमा छ र बाँकी 93% पपुलेसन, 95-97% जुन जनता हो, त्यो तल झर्दै 40 तिर आइरहेछ। भनेपछि यत्रो विषमता, असमानताको यत्रो खाडल कुन सरकारको पालामा भयो? 18 वर्ष कम्युनिस्टहरूले नेतृत्व गर्यो र 19 वर्ष काङ्ग्रेसले नेतृत्व गर्यो। 18 वर्ष कम्युनिस्टले प्रधानमन्त्री चलायो देशमा। मनमोहनदेखि अहिले केपी ओलीको तेस्रो चरणसम्म। देउवाले 5 पल्ट लगायत अरूले 19 वर्ष शासन चलायो। 19 वर्षमा कम्युनिस्टले, काङ्ग्रेसले त दियो भन्ने हामी नठानौँ। 18 वर्षमा कम्युनिस्टले गरिबलाई के दियो? गरिबलाई टाट पल्टायो र साउदी अरेबिया पुर्यायो र माफियाहरूलाई संरक्षण गर्यो, सार्वजनिक जग्गा दियो, जङ्गल दियो, कर मिना गर्यो। अनि त्यसपछि उसले 10%लाई 3%मा बढायो। त्यसकारण प्रत्येक नेताको एउटा धनी मान्छे छ र उसले अरबौँ रुपियाँ उसलाई दिएको छ। अहिले तपाईँ हामीसँग चन्दा माग्दैन, चन्दा माग्नै पर्दैन। एकजना व्यापारीले उसलाई वर्षको 1 अरब दियो, 10 जनाले दियो भने 10 अरब रुपियाँ आउँछ। त्यो त पार्टीका लागि, भित्र त कति आउँछ। अब म तपाईँहरूलाई एउटा कथा सुनाउँ है। दुर्गा प्रसाई नाताले मेरो भतिजो पर्छ, नजिकै। अस्ति उसको र मेरो भेटघाट। मैले पार्टी खोलेँ, काका अध्यक्ष बन्नु पर्यो भनेर अनुरोध गर्न आएँ। राम्रो अफर थियो नि। मलाई सत्ता चाहिएको भए के हुन्थ्यो? 50,000 कार्यकर्ता छ, हेरेँ मैले उसको लिस्ट। उसँग 1 अर्ब रुपियाँ छ। यो चुनाव जित्नका लागि काफी हुन्छ। मलाई प्रधानमन्त्री हुनु पर्यो भए त म त प्रधानमन्त्री हुन सक्दिनँ, तपाईँ अध्यक्ष भएर प्रधानमन्त्री हुनु पर्यो। उसलाई मलाई अफर थियो। म त्यहाँ गएको भए हुन्थ्यो नि। दुर्गेका गाडीमा बिचबाट टाउको निकालेर यसो गर्दै, अनि यता मेलम्ची आउँदा, देउजाजी आराम हुनुहुन्छ? अनि तपाईँले भन्नुहुन्थ्यो कृषिको हक, कृषकको हक, यता बिग्रियो। ल 2 करोड रुपियाँ आयो, खेती गरौँ। म 2 करोड रुपियाँका पोका फ्याँक्थेँ, म प्रधानमन्त्री हुन्थेँ होइन? हेर्नुहोस्, दुर्गा प्रसाई के भन्छ भन्दाखेरि, तपाईँहरू जस्ता विद्वानले बिगारेको देश किन हो? मैले त कम्तीमा विरोध गरेँ नि, तपाईँहरू भित्र किन बस्नुहुन्छ भने मैले भने, हामीले ज्ञान निकालेर मैले यी तथ्याङ्क नपढ्या भए मारवाडीले देश खाए त भन्न पाउँथिस्? बेला बेलामा ऊ तनै भन्छु, रिसाउँदैन मसँग। मैले उसलाई सम्झाएँ, यो तरिकाले देश भन्दैन, यो तरिकाले सत्ता परिवर्तन हुन्छ। हामीले समृद्धिको राजनीति गर्ने हो, सत्ताको राजनीति गर्ने होइन। त्यसकारण शासन गर्ने जनताले हो। त्यही कारणले हामी नागरिक सर्वोच्चताको कुरा उठाइरहेछौँ। अहिलेसम्म नागरिक सर्वोच्चता आएन। लोकतन्त्र, भोजतन्त्र, लुटतन्त्र, दलतन्त्र के आए। आज हामी नागरिक सर्वोच्चताको कुरा उठाइरहेछौँ। शासन तपाईँ हामीले गर्ने, हाम्रो गाउँ हामीले शासन गर्ने हो। कुनै पार्टीको झोला बोकेको एउटा गैँडेले होइन, हामीले निर्णय गर्ने हो। टोलमा हामीले शासन गर्ने हो, हामीले बनाउने हो। हाम्रो स्कुल हामीले चलाउने हो, मिलेर चलाउने हो। त्यसैले गाउँमा पार्टी खोल्नु आवश्यक छैन। गाउँमा पार्टी खोलेर दल बन्नु आवश्यक छैन। गाउँमा
किसानहरूले समृद्धिको काम गर्नुपर्छ, मिलेर काम गर्नुपर्छ। दल त प्रतिनिधि सभामा हुने हो, गाउँमा दल किन चाहियो? किन चाहियो गाउँमा दल? तर हिजो हामीले गल्ती गऱ्यौँ, त्यसकारण यसलाई परिवर्तन गर्नु आवश्यक छ। त्यसकारण म के भन्दैछु भन्दाखेरि हेर्नुहोस्, सम्पत्ति जम्मै कहाँ गएछ? 10%मा 63बाट अहिले 97% जनता गरिब र 3%मा सबै गयो। अब यसलाई अझै म तपाईँको के भन्छु भने 50% बिचको जो हो त्यसोमा 23% रहेछ। त्यो 23% पनि घट्दै घट्दै अब त 10%तिर पुगेछ भने यो बिचको 23% 50% कता गयो? धनीतिर गयो कि गरिबतिर आयो? भनेपछि देशमा 16% जनता गरिब छ होइन, अहिले देशमा 90% जनता गरिब छ। उसले अनेक तरिकाले खाएको छ, ढाँटेर खाएको छ, लुटेर खाएको छ, सौदे अरेबिया गएर उडको मुद सोरेर खाएको छ, तपाईँको वहीँ मरेर बाकसमा आएर खाएको छ, छतबाट खसेर खाएको छ। त्यसकारण हामीले जनता गरिब भएको छ, धनी भएको होइन। देशमा जम्मा 800 अर्बपति छ, अर्ब सम्पत्ति भएका 800 रहेछ। तपाईँ हामी त लखपति पनि होइनौँ होला, हामी त हजारपति मात्रै हो। हजारपति पनि होइन, कतिपय 100पति हो। ओके, 100पतिले भात खाने हो। जम्मा 800 अर्बपति रहेछन्, यी मध्ये 100जना खर्बपति रहेछ। 800 मध्ये 100 चाहिँ खर्बपति रहेछन्, जम्मा 800 अर्बपति रहेछन्। 800 अर्बपति मध्ये 100 चाहिँ खर्बपति रहेछन्। अब हेर्नुहोस्, यो गजबको कुरो, यो अनुसन्धानबाट ब्याङ्कहरूबाट निकालिएको तथ्याङ्कबाट यी मध्ये 100जना खर्बपति रहेछन्। यी 100जनामा 85% नेपालको वित्तीय व्यवस्था, वित्त भनौँ न, पैसा ठाडो भन्दाखेरि नेपालको सबै पैसाको 85% कोसँग रहेछ? अघि धन चाहिँ खेत बारी गोरु गाई सबै हो, सुन जम्मै हो। यो चाहिँ पैसा मात्रै हो क्या। यो पैसाको जम्मा 800 मध्ये 100 को 85% पैसा चाहिँ यिनीहरूसँग रहेछ। 57 खर्ब अहिलेसम्म पैसा रहेछ नेपालका ब्याङ्कमा। त्यो 57 खर्ब पैसा मध्ये 85% चाहिँ कसमा रहेछ? 100जनामा रहेछ। अब तपाईँ हामी के हो विचार गरौँ। यहाँ कहिले कहिले धाक लाउँछ नि दिपकजी पनि, म पनि टाउटो उद्योगपति पो हुँ त। म पनि भन्छु, म पनि काठमाडौँको लप्पो चलाउने ला हामी साला पाण्डेजी, मेरो उद्योग छ बानेश्वरमा। तपाईँ हामी सबै श्रमिक हो। यो टाउट माछाको फार्म गयो भने तपाईँको भात खाने पैसा छैन। मेरो मास्टरको जागिर गयो भने मेरो भात खाने पैसा छैन। उहाँको खुट्टो भाँचियो र वकालत गर्न जानु भएन भने उहाँको भात खाने उपाय छैन। रत्नजीको रेडियो मऱ्यो भने उहाँको भात खाने पैसा छैन। बारीमा पहिरो गयो भने हामी त सबै रिफ्युजी हुन पर्खेर बसिया मान्छे हो। त्योभन्दा बाहेक केही पनि होइन। हामीले हाम्रो यो अवस्थाप्रति गम्भीर रूपमा ध्यान दिएनौँ। अब हेर्नुहोस्, गजबको कुरो त यहाँ यो 100जना जसको 85% पैसा हातमा छ, वित्त तन्त्र उनीहरूको हातमा छ, त्यसमध्ये 18जनाको 95% र 82जनाको 5%मा रहेछ। यो 18जनाको हो, तपाईँहरूले नाम खोज्नुहोस्। 1 नम्बरमा विनोद चौधरीजी हो। उहाँले वर्षमा $200 मिलियन अर्थात् उहाँले वर्षमा करिब 32 अर्ब कमाउनुहुन्छ। 32 अर्ब कमाउनुहुन्छ उहाँ। उहाँको कम्पनीले कर तिर्छ, तर उहाँको सम्पत्तिमाथि कर लाग्दैन। युवराज सङ्ग्रौला 6 घन्टा पढाउँछ, 80,000 तलब खान्छ, तर मेरो 80,000ले स्ल्याब नाग्ने भएको हुनाले 25% कर दिनु। मैले श्रम गरेको पसिना निकालेर पढाएको मैले आम्दानी गरे हो र कर लाग्ने? मलाई त लगायो, ठिक छ, पेन्ट लाएर एयर कन्डिसनमा बसेर पढाउँछु। त्यो कोटेश्वरमा खन्ने जुन लेबर हो त्यसले दिनमा पाउने 700 हो, त्यसमा 1% कर लाग्छ। पसिनामा कर लाग्छ भने यी पार्टी शोषक पार्टी हुन् कि जनताका?